दर्शकहरू नमस्कार। आज पनि म हिजोको जस्तै भिडियो सुटिङमा जाँदैछु अथवा डकुमेन्टरी सुटिङ हुँदैछ। म रेडी भइसकेको छु र अहिले चाहिँ म रुमदेखि अलिक यता निक्लिँदैछु र आज पनि हिजोकै जग्गामा गएर सुटिङ हुन्छ र त्यहाँ हाम्रै केही रोलहरू छ र हाम्रो स्टुडेन्ट ल हाम्रो केही रोल भएको कारण आज पनि सेकेन्ड डेको लागि रेडी भएर निक्लिँदैछु र म अरू साथीहरू आउँदैछ र हाम्रो सरहरू पनि आउनुहुँदैछ र आज चाहिँ हाम्रो फाइनल सुटिङ डे हो र हिजो जहाँ ब्रोम भन्ने जग्गामा सुटिङ भएको थियो आज पनि त्यही ब्रोम भन्ने जग्गामै हुन्छ साउथ सिक्किममा याङगाङमा र त्यसको लागि चाहिँ म चाहिँ रेडी भएर निक्लिसकेको। हिजो जस्तो फेरि पनि हामी हिजोकै जग्गामा सुटिङ गर्ने जग्गामा भर्खर आइपुगेको छौँ। मुगिब सरलाई हामी चाहिँ आइपुग्यौँ र अरू चाहिँ यहाँ माथि आउनु हुँदैछ र आज पनि सेकेन्ड डे हो आज चाहिँ र आज यहाँ स्पोटमा आइपुगेको छौँ र हाम्रो यहाँ मुगिब सर हुनुहुन्छ। हामी चाहिँ बाइकमा आएको र यहाँ हो तपाईँहरूलाई आजको सुटिङ स्पोट पनि देखाउँदैछु हिजो जस्तै र हिजो पनि यहीँतिर भएको सुटिङ र तपाईँहरूले देख्नु सक्नुहुन्छ। हिजो पनि तपाईँहरूलाई यो जग्गा देखाएको थियो, आज पनि तपाईँहरूलाई देखाउँदैछु र हिजो चाहिँ यो एरियामा हाम्रो सुटिङ भएको थियो भने चाहिँ यो एरिया सबै यो जग्गामा यो जुन देख्नुहुँदैछ यहाँ पर खेतबारी र आज चाहिँ हाम्रो सुटिङ चाहिँ यो माथि यो पट्टि यो घरपट्टि हुँदैछ र यो घरदेखि यहाँ पर पनि धेरै यहाँ पर जङ्गलमा पनि हुनेवाला छ र त्यसैले आज चाहिँ बिजुवाको रोल र बेसी छ र आज बिजुवाको रोल हुन्छ र बिजुवा र वन झाँक्रीको रोलको लागि चाहिँ आज हुन्छ र यहाँ हाम्रो लिम्बूमा तङसिङ को रोल तङसिङ पनि आज हुन्छ। यहाँ तपाईँहरूलाई सानो यहाँ देखाउँदैछु, तपाईँहरूलाई यहाँ बाँस गाडी राखेको छ दुईवटा, यो चाहिँ याग्राङसिङ हो, यहाँ चाहिँ तङसिङ यहाँ टिकमा गर्छ र तपाईँहरूलाई भन्नु चाहन्छु र तपाईँहरूलाई आज पनि तपाईँहरूलाई स्मरण गर्नु चाहन्छु हिजोको जस्तै र हिजो मैले तपाईँहरूलाई हिजोको भिडियोमा के जानकारी जनाएको छु भन्दाखेरि र आज जति पनि भिडियो हुन्छ, सुट हुन्छ या सुटिङ हुन्छ र त्यसको भिडियो चाहिँ म सबै लिएर तपाईँहरूले देखाउन सक्दिनँ र इलिगल हुन्छ र म केही झलकहरू हिजोको जस्तो नै तपाईँहरूलाई सर्ट देखाउने छु र म सबै भिडियो चाहिँ देखाउन चाहन्न र यहाँ हाम्रो सर आइपुग्नु भएको छ र यहाँ पनि आर्टिस्टहरू हुनुहुन्छ। यहाँ आदि आर्टिस्ट यहाँ हुनुहुन्छ, यहाँ आइपुगेको छ र अरू आउँदैछ र तपाईँहरूलाई अघि भिडियोको कुरा भन्दै थिएँ र भिडियो चाहिँ म तपाईँहरूलाई देखाउन सक्दिनँ र तपाईँहरूलाई यो डकुमेन्टरी कम्प्लिट भएपछि र जब डकुमेन्टरी रिलिज हुन्छ त्यतिखेर म तपाईँहरूलाई लिङ्क सेयर गर्नेछु र त्यतिन्जेलसम्म तपाईँहरूले यही मेरो भिडियोलाई हेरेर अथवा हेरेर चाहिँ तपाईँहरूले पर्खिबस्नुहोस् र तपाईँहरूलाई म जानकारी जनाउँछु र तपाईँहरूलाई लिङ्क सेयर गर्नेछु र यो एरिया चाहिँ लोवर बरोम भन्छ, यही एरियामा नै आज पनि दोस्रो दिनको सुटिङ पनि यहीँ हुनेछ र केही समयमा केही छिनमा चाहिँ अब हाम्रो सुटिङ सुरु हुनेवाला छ। यहाँ हाम्रो सरहरू निक्लिनु हुँदैछ र यो आज चाहिँ यो घरबाट सुरु हुनेछ हाम्रो सुटिङ चाहिँ र यो घरदेखि यहाँ पल्लोपट्टि अलिकति जङ्गल पनि छ र तपाईँहरूलाई म भरै देखाउने छु र त्यो जङ्गलमा चाहिँ वन झाँक्री र जो नानी हराएको रोल त्यता हुनेछ र तपाईँहरूको त्यहाँ पर्खिनुहोस् र तपाईँहरूलाई त्यहाँ देखाउने छु। यहाँ हाम्रो मिस हुनुहुन्छ, यहाँ उहाँको एकदमै हाम्रो डिपार्टमेन्टबाट उहाँको चाहिँ फुल सपोर्ट छ र उहाँको कन्ट्रिब्युसन एकदम डकुमेन्टरी बनाउनुमा चाहिँ उहाँको फुल सपोर्ट छ र जति पनि सामान चाहिने सामग्री हुन्थ्यो छ र त्यो सबै हाम्रो मिसको अन्डरमा भएको छ र तपाईँहरूलाई त्यो सामान पनि हिजो देखाइसकेको छु र आज जति देखाउनु पर्ने छ आज म तपाईँहरूलाई देखाउँछु र उहाँ हुनुहुन्छ हाम्रो स्वाङमा मिस हुनुहुन्छ र तपाईँहरूले यहाँ अलिक ब्लोर देख्नुहुँदैछ अलिकति क्यामेराले गर्दा, यो म टाढैबाट जुम गरेर खिच्दैछु उहाँलाई र उहाँको म त फोटो तपाईँहरूलाई हालिदिने छु र उहाँलाई पनि हाम्रो यो डकुमेन्टरी बनाउने मुभीमा अथवा भिडियोबाट चाहिँ यहाँ म स्वयं धन्यवाद दिन चाहन्छु किनकि उहाँले एकदमै हाम्रो इज्जत बचाउनु भएको छ हाम्रो लिम्बू डिपार्टमेन्टको र उहाँले एकदमै राम्रो सामान बनाउनु भएको छ र तपाईँहरूले त्यो सामान मात्रै पनि तपाईँहरूलाई भिडियोमा ल्याउने छु, उतार्ने छु र यहाँ हाम्रो इन्चार्ज हुनुहुन्छ उहाँको पनि एकदमै रोल एकदमै राम्रो छ र तपाईँहरूलाई यहाँ देखाउँदैछु र यहाँ हाम्रो यहाँ
मेमले जो मैले अघि कुरा गरिहालेँ यहाँ उहाँले एकदम सामान बनाउनु भएको छ भनेर मैले भनेको थिएँ। यहाँ चाङदेन तपाईँहरूले देख्नुहुँदैछ, हाम्रो लिम्बूमा चाङदेन बनिन्छ, यो पनि बनाएको छ। र तपाईँहरूलाई अब म केही छिनमा चाहिँ तपाईँहरूलाई देखाउने छु र यो सेकेन्ड एपिसोडमा यहाँ हुनेछ र दोस्रो दिनको सुटिङ यहाँ सुरु हुँदैछ र यहाँको म केही झलकहरू देखाउने छु। आज चाहिँ टङसिङको सुटिङ छ आज, त्यसैले हिजो तपाईँहरूलाई देखाएको थिएँ मैले येगप्ची। हिजोको भिडियोमा चाहिँ तपाईँले येगप्ची अर्को देख्नु भएको थियो र आज अर्को देख्नुहुँदैछ। र हाम्रो सिक्किम युनिभर्सिटीमा 101 छ येगप्ची र माङजुम काम गर्नेहरू। र हिजो यहाँ आह्वान चाहिँ थियो, आज पनि यहाँ आह्वानले गर्दैछ। र आज यहाँ बुद्धाङ थपिएको छ र यहाँ झन् बुद्धाङ चाहिँ एक्सपोर्ट हो, यहाँ सिलामसाकमा बनाउँदैछ उसले, जो हाम्रो टङसिङमा प्रयोग हुन्छ, यो टङसिङमा चाहिन्छ। र त्यसै कारणले आज उसले चाहिँ यो जुन धागो लाएरै बनाउँदैछ। र यहाँ माथि चाहिँ याङसाङ, र हिजो याङसाङलाई तपाईँहरूलाई मैले यारुम्फू डल्लो पार्दै गरेको अथवा यारुम्फूलाई सेतो कपडाले कभर गर्दै गरेको तपाईँहरूलाई देखाएको थिएँ। र उसको चाहिँ साम्बाको रोल पनि छ र साम्बाको रोलमा पनि देखाएको थिएँ। र ऊ पनि एक्सपोर्टै छ, यहाँ घुङ्रिङ खिप्दैछ र ऊ पनि सिक्किम युनिभर्सिटीको विद्यार्थी नै हो र लिम्बू डिपार्टमेन्टको। र हाम्रो लिम्बू डिपार्टमेन्टमा येगप्ची चाहिँ सबैले गर्छ, यो माङजुम भनौँ। र हिजो तपाईँहरूलाई मैले छोरीमा पनि देखाएको थिएँ येगप्ची र माङजुममा, र आज चाहिँ छोराहरूले मात्रै बनाउँदैछ। आज केही कारणले चाहिँ उहाँ छोरीको चाहिँ आज यहाँ आगमन भएको छैन, त्यसै कारणले यहाँ आज चाहिँ छोराहरूले बनाउँदैछ। यहाँ हेर्नुहोस्। र माङजुम या येगप्ची चाहिँ हाम्रो युनिभर्सिटीमा पुरै छ। येगप्ची मात्रै नभएर धेरै प्रकारको लिम्बूमा भएको जो सामानहरू छ त्यो सबै नै बनाउँछ। हेर्नुहोस् यहाँ यो जुन घुङ्रिङ भनिन्छ, यो घुङ्रिङकै खिप्दैछ, यो चाहिँ टङसिङमा चाहिन्छ। र अब यो केही छिनमा चाहिँ टङसिङको सुटिङ हुँदैछ। र हिजो बुद्धाङलाई तपाईँहरूलाई देखाएको छु हिजोको भिडियोमा। बुद्धाङ चाहिँ याको रोल थियो र आज पनि उसले याको रोलै गर्दैछ। र यता याङसाङले आज साम्बाकै रोल गर्दैछ। र यहाँ जति पनि तपाईँलाई सामग्री देखाउँछु भनेको थिएँ र एकैचोटि देखाउँछु भन्दैछु, यहाँ चाहिँ आदि तपाईँहरूलाई देखाउँदैछु र सबै चाहिँ कुनै भिडियोमा देखाउँछु म तपाईँहरूलाई, आज नै देखाउँछु। यहाँ हेर्नुहोस्, यहाँ तङबा सिलामसाङमा यहाँ जति पनि छ यहाँ हेर्नुहोस् तपाईँहरूले यो यसको देख्नुहुँदैछ, यो चाहिँ वेजो भन्छ हाम्रोमा। र आजको चाहिँ एकदम भव्यको रूपमा सुटिङ चाहिँ टङसिङबाट सुरु हुन्छ। र तपाईँहरूलाई यहाँ पनि तपाईँहरूलाई भन्दैछु र तपाईँहरूलाई जानकारी जनाउँदैछु तपाईँहरूलाई, र स्मरण गर्नु चाहन्छु। र हरेक भिडियोमा हरेक एपिसोडमा तपाईँहरूलाई स्मरण गराउँदैछु। र सबै भिडियो चाहिँ म ल्याउन सक्दिनँ, र किनकि यो सुटिङ डकुमेन्ट्री हुँदैछ। तपाईँलाई केही झलक चाहिँ यहाँ सुटिङ हुँदै गरेको केही झलक मात्रै ल्याउँछु, र सुटिङ नै त्यो हुँदै गरेको भिडियो चाहिँ म ल्याउन सक्दिनँ। तपाईँहरूलाई भन्दैछु, तपाईँहरूलाई म लिङ्कै सेयर गरिदिन्छु भने यो बारम्बार तपाईँहरूलाई जानकारी र स्मरण गराउँदैछु। र किन भिडियो सबै आएन भनेर तपाईँहरूले सोच्नुहुन्छ होला, कतिले हेर्नुहुन्छ, र तपाईँहरूले त्यही चाहिँ म जानकारी जनाउँदैछु। र आज चाहिँ पुरा घाम लागिरहेको छ, हिजो चाहिँ त्यस्तो घाम थिएन, र आज चाहिँ घाम लागेर यहाँ सबैलाई साह्रो परिराखेको छ। किन प्रायः हामी चाहिँ लेककै मान्छे छौँ, त्यसै कारणले गर्मी भएर चाहिँ यहाँ केही छिन हामी यहाँ शीतलमा बसेको छौँ। र केही छिनमा चाहिँ यहाँ माथि यो घर अघि पनि देखाएको छु तपाईँहरूलाई, त्यो घरबाट सुटिङ सुरु हुँदैछ। र कति जुन एपिसोड चाहिँ यता पर जङ्गलमा पनि हुन्छ, तपाईँहरूले यो जङ्गल देखाउँदैछु। यहाँ तल तपाईँहरूले देख्नुहुँदैछ, यहाँ तल रेडी हुँदैछ, यहाँ तल पनि हुन्छ यो जङ्गलमा है, जङ्गलमा सुटिङ हुँदैछ। र यहाँ चाहिँ हिजोको आर्टिस्टहरू हो, आज पनि उहाँहरू आर्टिस्टमै हुनुहुन्छ। र हिजो यहाँ तपाईँहरूले केटीको रूपमा तपाईँहरूले मुराबाङ देख्नुहुँदै थियो, ऊ चाहिँ सञ्जना हो, आज पनि याको रूपमा छ। उहाँ चाहिँ एकदमै ट्यालेन्ट र मल्टी ट्यालेन्ट हो। र अहिले यहाँ गीत गाउनु लाग्यो भने पनि गइहाल्छ, नाच्नु लाग्यो भने नाचिहाल्छ। तर तपाईँहरूको केही दिनमा तपाईँहरूलाई म उहाँको भिडियो पनि लिएर आउनेछु।
यहाँ माथि स्मिता हेर्नुहोस्, यहाँ उहाँ पनि एकदमै उहाँको पनि रोल आफ्नै प्रकारको छ। यहाँ पर बुद्ध पर आइपी लुकेको छ, यहाँ पर उसको पनि आफ्नै छ रोल। र तपाईँहरूलाई यो स्पोर्ट मात्रै देखाउन सक्छु र भिडियो नै चाहिँ देखाउन सक्दिनँ भनेर बारम्बार तपाईँहरूलाई स्मरण गराउँदैछु। र केही दिनमा यो डकुमेन्टरी रिलिज हुन्छ, त्यतिखेर तपाईँहरूलाई म लिङ्क चाहिँ एकदमै सेयर गर्नेछु र त्यतिन्जेलसम्म तपाईँहरूले एकदम धरान गरेर पर्खिदिने म अनुरोध गर्दछु। आजको फाइनल एपिसोड चाहिँ हाम्रो यो टङसिङ तकमा हुँदैछ, यहाँ टङसिङको। र आजको सुटिङ चाहिँ यति बेला सकि पनि जान्छ। र आज यहाँ तपाईँहरूले देख्नुहुँदैछ र टङसिङको हिजो तपाईँहरूले देखाएको थिएँ यहाँ जो यो थुम्से जस्तो भनेको थिएँ तपाईँहरूले, यो थुम्से नभनेर चाहिँ यसलाई चाहिँ यरुम्फू भन्छ। यहाँ यज्ञ पनि छ, हिजो तपाईँहरूले देख्नुहुँदै थियो र भरेको त्यो अर्को अगाडिको भिडियोमा पनि छ, तपाईँहरूले देख्नुहुन्छ। यहाँ हाम्रो अब चाहिँ सुरु भइराखेको छ र आज यो चाहिँ फाइनल हुँदैछ। र यहाँ हाम्रो चाहिँ यहाँले चाहिँ यज्ञ कुट्नु हुँदैछ। यहाँ हेर्नुहोस्, यो तपाईँहरूको यो फाइनल हुँदैछ र यहाँ तपाईँहरूले दर्शक पनि देख्नुहुँदैछ, यहाँ अरू पनि आएर हेर्नुहुँदैछ उहाँहरूले। र आजको चाहिँ हाम्रो फाइनल एपिसोड हो यो चाहिँ, आज 2 दिने सुटिङको चाहिँ लास्ट फाइनल एपिसोड हो यो चाहिँ, तपाईँहरूले देख्नुहुँदैछ। यहाँ हिजो मैले पातङसिङ र मातङसिङ भनेको थिएँ, हिजो तपाईँले थङ्गा मात्रै देख्नु भएको छ, आज चाहिँ कम्प्लिट देख्नुहुँदैछ। यहाँ देब्रे दाहिनेमै राखिएको छ र यहाँ तपाईँहरूले यो सबै चाहिँ वर्णन गर्न चाहन्न म, देख्नुहुँदैछ। र यहाँ हेर्नुहोस्, यहाँपट्टि पनि छ यी तपाईँको यो जति चाहिने हाम्रो यो रक्सी पनि हालिएको छ, राखिएको छ। र यहाँ तपाईँहरूले निखुर कोदोको थिसोक भनिन्छ, यहाँ थिसोक पनि छ। यहाँ यो चारै कोनमा थिसोक राखिएको छ। र यहाँ देख्नुहुँदैछ तपाईँले, यहाँ पनि सबै सामग्रीहरू छ। र यो चाहिँ आज फाइनल एपिसोड हो, फाइनल सुटिङ हो आजको डकुमेन्टरी। यहाँबाट चाहिँ यो फाइनल हुनुको कारणले आज चाहिँ यो सकिन्छ। र यहाँ देख्नुहुँदैछ तपाईँहरूले, र यो चाहिँ बोरोममा हुँदैछ। र यहाँ पर तपाईँले दर्शकहरू देख्नुहुँदैछ, आज टङसिङ हेर्नु आउनुहुने सबै उहाँहरू चाहिँ दर्शक हुनुहुन्छ। यहाँ देख्नुहुँदैछ यो घरमा चाहिँ आज फाइनल सुट भइराखेको छ र आज यो सकेर चाहिँ हामी फेरि फर्किनेछौँ। र तपाईँहरूले यसको फाइनल, तपाईँहरूले यसको कम्प्लिट भिडियो हेर्नुको लागि चाहिँ तपाईँहरूले पछि लिङ्कमा तपाईँहरूलाई म लिङ्क सेयर गरिदिन्छु, त्यसबाट हेर्नु सक्नुहुन्छ। र त्यतिखेर रिलिज हुँदाखेरि चाहिँ तपाईँहरूले हेर्नु सक्नुहुनेछ। सुटिङ सकेर 2 दिने सुटिङ सकेर चाहिँ आज फाइनल यही घरमा फाइनल भएको छ सुटिङ। र अब चाहिँ हामी फर्किँदै गरेको, यहाँ सबै हाम्रो टिमै जानु हुँदैछ। र आजको फाइनल
सुटिङ अथवा यो सुटिङकै फाइनल दिन हो आज र हामीले सबै गरिसकेर आज चाहिँ फर्किँदैछौँ र अब यहाँ एक दुईवटा झलकहरू तपाईँलाई यो भिडियोमा देखाएको छु र यही भिडियो हेरेर भए पनि तपाईँहरूले मनोरञ्जन लिइदिनु होला भनेर म तपाईँहरूलाई बिन्ती टक्राउन चाहन्छु र तपाईँहरूको माझबाट आज म बिदा लिन चाहन्छु र हेर्दै गर्नुहोला मेरो युट्युब च्यानलमा र तपाईँहरूलाई यसरी नै नयाँ नयाँ भिडियो लिएर तपाईँहरूलाई देखाउने छु। धन्यवाद।